कोरिया में हजुरलाई थाहा नै छ होला आप सब लोग को पता ही होगा मैं कोरिया में हूँ और मेरा हिंदी भी अच्छा नहीं है मेरा अंग्रेजी भी अच्छा नहीं है घूम फिर के ये लोग सारे किधर जा रहे हैं रुको जरा तुम लोग किधर जा रहे हो मैराथन के पास जा रहे हो क्या मैराथन के पास नहीं जाना मैराथन के पास नहीं जाना हमको नहीं जाना पता गइरहेको न So we have one hour break time but we just we just marathon oh my god every week how could we eat how could we eat marathon every week oh my god I meet them once a week and they always offer me to eat marathon no तो इधर मेरे दोनों दोस्त भी हेलो गाइस बोल दो हेलो बोल दो मेरे चैनल को सब्सक्राइब करने के लिए बोल दो तुम भी बोल दो सब्सक्राइब कर दो लाइक कर दो शेयर कर दो प्लीज गाइस प्लीज के हो चिकन एन्ड बियर भनेको थोरै हामी बियर खान्छौँ नि बियर खाँदैन दिस गाइज आर ट्राइङ टु गोइङ लाइक चिकन एन्ड बियर खाने ठाउँमा अब भनेको त्यहाँनिर त बियर सँगसँगै चिकन खाने होला नि त नि त्यस्तो केही होला सो वी आर नट गोइङ देयर गाइज वी डोन्ट वान गो मलाई त किन त्यही अघिकै त्यो खाना हुन्छ नि भात नेपाली र भात मिठो त्यही नै जान मन लागिरहेछ जस्तो फिल आइरहेछ बट तिनीहरू मेरो कुरा बुझ्दैनन् गाइस सो गाइस बादमा मिल्दै उहाँ चाहिँ कोरियन फुड मिठो लाग्ने साथी हुनुहुन्छ मलाई चाहिँ कोरियन फुड मन पर्दैन अरे मलाई पनि खासै मन त पर्दैन तर खाइदिन्छु मैराथनको पसल हो पसल होइन क्या रेस्टुरेन्ट भन्छ रेस्टुरेन्ट हो अनि आज त हामीले इग्नोर गरेर हिँड्यौँ गाइज आर टेलिङ मी द्याट वी आर नट गोइङ टु इट एनिथिङ्स बट कति राम्रो फुल अब कति राम्रो म देखाउँछु हजुरलाई कोरिया जे भए पनि कति राम्रो क्या यहाँ भित्र रेस्टुरेन्ट छ फर स्योर होइन एन्ड यु क्यान सी वाउ कति राम्रो छ म के गर्छु मैले छोरी फुलको गाडी भनेर मलाई बोलाउन सक्नुहुन्छ हजुरहरू मलाई राम्रो देखेछ है कहाँ गयो तिनीहरू गइसक्यो सो अब फेरि एकछिनमा भेटौँला ओके अहिले हामीले चाहिँ डिसाइड गऱ्यौँ हामी कहाँ जान्छौँ भनेर सो वी आर गोइङ यो चिकनको रेस्टुरेन्टमा चिकन खानको लागि सो न रेस्टुरेन्टको साउले कसरी हामीलाई स्वागत गर्यो मलाई चाहिँ मन परेन गाइस मन परेन त्यसरी स्वागत गरेको मलाई निक्लिएर भन्छ उठ्यो उठ्ने खाना गइरहेको छु हामी एकछिनमा बेच्नेछौँ कोरियन रेस्टुरेन्टमा छिर्यो भने पनि के खाने भनेर हामीलाई थाहा नै हुँदैन के चपस्टिक नै रहेन चाहिँ हामीलाई चपस्टिक माग्दा चपस्टिक क्यों नै के थाहा त नि ए मलाई पाखे भन्नु खोजेको ल अब झुट बोल्न गइरहेको छु मैले झुट बोल्नु नभनेर सो दिस इज माई फर्स्ट बाइट आई डोन्ट नो हाउ इट टेस्ट ए सरी हजुरलाई त खुवाउनै बिर्सेछु कट गर त्यसो चपाउँछु फेमस युट्युबरहरूको नाटक बोल्दा देखेँ दिस इज माई फर्स्ट बाइट मिठो हामीले चाहिँ खाइसकेपछि हट डेसमा फ्याँक्नुपर्छ नेपालमा भइदिएको भए त साइडमा राख्दा पनि केही फरक पर्दैन थियो यहाँनिर चाहिँ टक्क लगाएर यहाँ साइडमा चाहिँ यहाँनिर चाहिँ हड्डी फाल्ने हो प्रोपरली हड्डी फ्यालिङ इधर ओके पानी कस्तो मलाई हालिदिएको मम्मीको याद दिँदा थ्याङ्क यू सो मच पानी हो चास मम्मी गरेर आफ्नै याद आउँछ आफूले गर्ने गरेर घरमा जेठी छोरी भएपछि त्यति गर्नु परिहाल्यो चियर्स चाहिँ के बियर मगाउने हो खानाको मन थियो तर काम जानुपर्छ बियर अलिअलि कहाँ त्यस्तो थोरै दिन गर्नु अहिले त पासमा गएर पनि लक्ष्य जस्तो नफुलोस् कि दिन गइरहोस् त्यस्तो अब ओइ मैले भिडियो खिच्छु म खाँदिनँ मैले त्यतिको झुट मैले रक्सी नि मैले बचपनमै छोडिदिएको म चाहिँ केही हामी चाहिँ यो मगाएको यो खाना भइरहेको छु यो चाहिँ चिकन कस्तो मिठोवाला चिकन छ इस यु क्यान सी प्राइस अनुसार एकदम ओर्थेक पनि है मिठो
हजुरहरू लाइक गाइडियाहरू कमेन्ट होला के अरे कोरियामा कहाँ चिकन मिठो हुन्छ भनेर के अरे थाहा पाउन चाहनुहुन्छ भने यहाँ आएर खान्छ चाहिँ त कुकिङ नजिकै हुनुहुन्छ भने यहाँ आउनु चिकन खानु मन लाग्यो भने मिठो भनौँ न भन्दैन के सिकाइरहेको छ उनीहरू मलाई म चाहिँ कस्तो है ट्याक्कै नेपालीको पिरो के होइन गर्नु सक्दै छ मेरो लागि चाहिँ फेभरेट हुन्छ गुलियो मलाई खासै मलाई गुलियो लागेन है पिरो 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 खायो क्या मुला यो चाहिँ हामी खाइसकेपछि अनुहार हो अनि अब चाहिँ मलाई कस्तो निन्द्रा लाग्यो सुत्न मन छ मलाई अब अनि हाम्रो चाहिँ पैसा पनि लाइक त्यस्तो महँगो पनि थिएन तर मिठो थियो टेस्टी थियो फाइनली हामीले आज गएर चिकन खायौँ हजुरहरूको रिभ्यू दिनु होला हजुरलाई कस्तो लाग्यो फेरि दिनुहोस् रिभ्यू दिनुहोस् न मलाई चाहिँ एकदमै मिठो लाग्यो यो चाहिँ सविता र अस्मिताले दौडी दौडी हामीलाई छोडेर गएर खोजेको ठाउँ हो त्यसैले चाहिँ अझ मिठो लाग्यो यो मकैले चाहिँ पनि मिठो होला हामी यति धेरै त्यस्तो ध्यान कोही बाइक अगाडि यस्तो खान जानुपर्छ तर पिक्चर हेरेको जस्तो मिठो त हुँदैन कि तर त्यहाँको चाहिँ मिठो थियो गाइस हामी त्योभन्दा अस्ति त्यो प्रेजेन्टेसनको लागि गएको भन्दा त्यहाँको चिकन भन्दा हाम्रो चाहिँ दामी मिठो थियो अब चाहिँ म क्लासमा जाँदैछु क्लासमा गएर भेटौँ ल ओके बाबा त्यो चाहिँ खिच्न छोडिदिनु मेरो सास फुल्यो गाइस मेरो सास फुल्लेर अब मेरो सास सकिने बेला भइसक्यो खाएर के गर्नु यस्तो उकालो उक्लिन परिसकेपछि पच्नै पाउँदैन ज्यानमा लाग्नै पाउँदैन त्यही भएर सिसो त बोल्नु हो यहाँ आइरहेको कि अरू गयो त्यही भएर खाने यसरी खाने कि गएर टङरङ्ग पल्टिन पाउँ यो कलेज क्लास छ भने दौडी दौडी आउनु किन खानु पर्यो छुट्के पिटुवा किदार किदार यो चाहिँ हो मेरो कलेज किन यसरी हिँडेको र माया मारेर अब हाम्रो बिछोड हुँदैछ गाइस मेरो आशा आउन लाग्यो बिछोड भएर बिछोड महिलाहरूको पछि पछि लागेर त्यत्रो पैसा तिरेर खाएको चिकन त लाग्नै पाएन यो उकालोमा उक्लेर पसिनाले मेरो चिकनको पैसा पनि उठेन अब के गरौँ अनि आजको चाहिँ इन्ट्रेस्टिङ कुरामा कहाँ किन भाइ कस्तो भाइ कस्तो याद आयो मुझे तुम्हारी याद आयो कि म जान्छु बाई बाई भनिदेऊ यता जान्छु नि के म चाहिँ तिमीहरूसँग आउनु हुँदैन हत्या है कि ल गाइस राखिदिएको अब चाहिँ आजको भिडियो यही समाप्त यिनीहरू छुट्याइहाल्यो अब त राखेर के काम होइन ओके बाई बाई गाइस बाई हाम्रो युनिको चाहिँ चर्पीदेखि लिएर इन्भर्टर सिलेबस सबै नै उयोको जस्तो छ चर्पीमा गयो भने गनाउँछ त्यता एसी पनि बिग्रेछ त्यही भएर यो क्युङसँग युनिभर्सिटीमा चाहिँ म त रिक्वेस्ट गर्छु कि कोही पनि नआउनु अर्कै युनिभर्सिटी जानु मान्नु नै हुन्छ भने त कोरिया नै नआउनुहोस् किन आउनुहुन्छ तपाईँ ब्याग यसरी बोकेर घर जाँदैछु गाइज अब चाहिँ म आजको दिन पनि मस्त भयो बाबाला क्या दामी देखिरहेको छ है मलाई यस्तै ब्याग बोक्नु पनि छुट्टै भइरहेछ ओके गाइज रमाइलो भयो अब अर्को भ्लगमा